त्यसले मलाई माल भनेको के हो भन्नु पर्यो, सेकेन्ड ह्यान्ड भनेको के हो भन्नु पर्यो। त्यो सबै कुराहरू त्यसले मलाई उत्तर दिनु पर्यो। तपाईँहरू त्यसलाई चाहिँ थपक्क नै यहाँ मेन्सन गर्नु त त्यसकोमा मलाई एडै भएन कि त्यो बोलेको छ क्या, त्यो टु मच भयो। अनि उसको चरित्र हत्या भयो अरे। त्यसको चाहिँ चरित्र कसरी हत्या हुन्छ? त्यसले त आफै लेखेको हो नि त्यहाँ, त्यसले लेखेको कुरा हालिदिँदा चरित्र हत्या हुन्छ। त्यसको लेख्ने बेलामा चाहिँ त्यसको दिमाग कहाँ गएको थियो? त्यसलाई बोलाउनु त एकपल्ट मेरो लाइफमा एकचोटि कुरा गरौँ न त्योसँग, के भन्दो रहेछ। मलाई त्यसले सेकेन्ड ह्यान्ड माल भनेको के हो भन्ने कुराको एन्सर दिनु पर्यो। कति कुन चाहिँ राम्रो रहेछ पहिला त्यसको उत्तर दिनु पर्यो, अनि म अरू कुरा गर्छु नि त है। त्यो फुच्चेलाई चाहिँ यहाँ मेन्सन गरिदिनु पर्यो, त्यो डेभिड भन्नेलाई। अझ मलाई अर्को कमेन्टमा पनि धम्की दिइरहेको थियो, धम्की अर्को कमेन्टमा। बिचरा। अनि यो कमेन्ट निकाल्ने चाहिँ नि यो अतिबाट चार भएको कुराले निकालेको। यस्तो कुरालाई जति वास्ता गरेन त्यति ठुलो हुँदो रहेछ। अहिले कति कम भएको छ, अहिले आएकै छैन। अहिले खोजिरहेको छु मैले कसको कमेन्ट भाइरल गरौँ भनेर